सम्पूर्णमा नमस्कार। केही लामो समय अवधिको अन्तरालपछि म नेप्सेको डेली एनालाइसिस भिडियो लिएर आज हजुरहरूमाझ उपस्थित भइसकेको छु। आज नेप्से इन्डेक्स 26.21 अङ्कबाट सुरु भएर हाईमा 2624 अङ्कमा पुगेको थियो भने आज नेप्से 2697.04 अङ्कमा आएर बजार बन्द भएको छ। बजारमा आज 7.66 अङ्कले गिरावट देखिएको छ, जुन 0.28% को गिरावट हो। आज 86 कम्पनीका सेयर धनीहरूले नाफा कमाउन सफल भएका छन्, जसमा 86 कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने 153 कम्पनीका सेयर धनीहरूले आज गुमाएका छन्, जसको 153 कम्पनीको सेयर मूल्य गिरावट देखिएको छ, जसमा 4 कम्पनीको सेयर मूल्य स्थिर रहेको छ, जुन 4 कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देख्न सकिँदैन भने आज नेप्से इन्डेक्स 2697.04 7.66 अङ्क 0.28%ले घटेर 2697.04 अङ्कमा सीमित भएको छ भने सेन्सिटिभ इन्डेक्स 452.79, फ्लट इन्डेक्स 182.43 र सेन्सिटिभ फ्लट इन्डेक्स 151.68 मा कायम भएको छ, जसमा आज सबै इन्डेक्समा गिरावट देख्न सकिन्छ, जसमा सेन्सिटिभ फ्लट इन्डेक्स 0.26, फ्लट इन्डेक्स 0.27 र सेन्सिटिभ इन्डेक्स 0.23 अङ्कको गिरावट रहेको छ। आज उच्च कमाउने कम्पनीहरूमा टप गेइनरहरूको लिस्ट हेर्नुपर्दा आज एमएल, बिबिएल, एसपिपिएल, बिइडिसी, पिपिसिएल, डिएलबिएस रहेका छन् भने आज टप लुजरमा हेर्नुपर्दा एसएल, बिएसएल, आरएचजिसिएल, आरएम F1, युएसएचइसिएस र एचपिएचएल रहेका छन् भने आज टप टर्नओभरमा हेर्नुपर्दा एचआरएल, जिएमएलआई, जिएचएल, एलआइसिएन र एनएबिबिसी रहेको छ भने आज टप भोल्युममा हेर्नुपर्दा जिएचएल, एचआरएल, पिपिसिएल, एचआइडिसिएलपी र निफ्रा रहेका छन् भने आज टप ट्रान्जेक्सन हेर्नुपर्दा एचआरएल, जिएमएलआई, जिएचएल, एलआइसिएन र निक्रा रहेका छन्। आज मार्केट समरी समग्रमा हेर्नुपर्दा आज मार्केट 4 अर्ब 46 करोड 63 लाख 32,263.27 को आज मार्केटमा टर्नओभर देख्न सकिन्छ भने टोटल ट्रेड सेयरमा 82,37,902 टोटल सेयर ट्रेड भएको छ भने जसमा 50,834 टोटल ट्रान्जेक्सन भएको छ, जसमा 313 स्क्रिप्ट कारोबार भएको छ। हाम्रो टोटल मार्केट क्यापिटलाइजेसन हेर्दा मार्केट क्यापिटलाइजेसन 44 खर्ब 78 अर्ब 31 करोड 27 लाख 48,216.1 कायम भएको छ भने हाम्रो फ्लट मार्केट क्यापिटलाइजेसन 14 खर्ब 94 अर्ब 70 करोड 76 लाख 72,998.3 मा कायम भएको छ। हाम्रो केही सातादेखि बजारमा गिरावट देखिया परेको छ र बजारले अब रिभर्सल लिन खोजे जस्तो पनि देखिन्छ। मार्केटमा हिजोको भन्दा आज नेप्सेको गिरावट कम छ। आउने दिनमा अझ विस्तृत एनालाइसिस सहितको टेक्निकल एनालाइसिस भिडियो लिएर हजुरहरूमाझ उपस्थित हुने नै छु। तबसम्मको लागि बिदा दिनुहोस्। हस्, धन्यवाद। जय नेपाली सेयर मार्केट।